हेलो एभ्रिवान, कस्तो हुनुहुन्छ सबैजना। आज चाहिँ म लुगा सुकाउनु जानु आँटेछु साथीहरू। नुहाइधुवाइ गरेर होली त खेल्नु त खेल्यो, तर लुगा चाहिँ पुरा बर्बादै भयो। अब म छतमा जाँदैछु लुगा सुकाउनु। तपाईँहरूको होली कस्तो भयो त? मेरो त राम्रै भयो। हेर्नुहोस् साथीहरू, लुगाहरू यति छ कि म माथि छतमा जान्छु अब सुकाउनु। तिमी सिधा पार ल नानी क्यामेरा। हिजो होली खेलेर साथीहरू लुगा पुरा निस्कियो नि त। आज घाम लागिरहेछ। तपाईँहरूको होली कस्तो भयो? मेरो त एकदम बबाल दामी भयो। थाक्यो पनि हौ। यहीँनिर लुगा बेच्दैछ यहाँनिर त। यो चाहिँ मेरो लुगा सुकाउने तार हो कि साथीहरू। यहाँनिर को मान्छे ल्याएर लुगाहरू सुकाइदिन्छ। हेर्नुहोस् न, तारै यसरी झुन्डिन बनाइदिएछ कि। एक हप्ता जस्तो भइसक्यो यो लुगा सुकाएको, लाँदैन पनि। यसको यो लुगाको मालिकहरू चाहिँ कहाँ छ हो? कस्तो रिस उठेर आउँछ हौ म त। नै साथीहरू लुगाहरू सुकाइसकेँ। लु खोला नानी दरवाजा। कसले धुँदैछ यो दरवाजा चाहिँ? थाक्यो, घाम पुरा चर्को लागेछ कि। राखेर जुत्ता लु